साथीहरू, हेरिहेर्नुहोस्, यो चाहिँ हाम्रो गाउँ घर हो है। यहाँ चाहिँ हामी भिजिट गर्न आएको थियौँ। भिजिट गर्दै गर्दै हामी चाहिँ तल्ल खासमलमा आइपुगेको थियौँ र सानो भिडियो बनाउनु लागेको। हेरिहाल्नुहोस्, पारी डाँडा हेरिहाल्नुहोस्, कस्तो रमाइलो, कति राम्रो देख्दैछ। यो चाहिँ सबै चियाबारी हो है। हेरिहाल्नुहोस्, मेरो साथी चाहिँ पर जाँदैछ, पर पुग्यो मेरो साथी र हामी चाहिँ जाँदैछौँ हैन। हेरिहाल्नुहोस्, यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो भने जस्तै। यो चाहिँ साई मन्दिर हो। साई मन्दिर यहाँ चाहिँ दाजु कामबाट आउनु हुँदै रहेछ। हजुर, हामी चाहिँ भिजिटबाट आएको। मेरो साथी हेरिहाल्नु, उसले पनि भिडियो बनाउँदैछ हो। कस्तो राम्रो देख्छ यहाँबाट। यहाँ चाहिँ घर बनाउनु हुँदै रहेछ। गाना गाउनु हुँदै रहेछ कसले, सुनिए। वाह 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 वाह, क्या गाना गाती है। गाना गाउनु हुँदैछ है दिदी, गाना गाउनु हुँदैछ। ए हजुर, हेरिहाल्नुहोस्, यहाँ पुगिसक्यौँ। कति लामो बाटो छ है। यहाँ चाहिँ तल खासमलबाट जाँदैछौँ। रोड निस्किन आँटेको छ। हेलो साथीहरू, यहाँ हेरिहाल्नुहोस्, डल्ले खोर्सानी र बिगो बिजन राखिरहेको रहेछ। मजाले सरिरहेको छ, हेरिहाल्नुहोस्। यहाँ चाहिँ बिगको रहेछ बिजन, यो चाहिँ डल्ले खोर्सानीको रहेछ। तपाईँहरूलाई कोलाई चाहिन्छ यहाँ दाजुकोमा, एकदम दाजुलाई भनिहाल्नुहोस्। जितेन दाजुकोमा छ है डल्ले खोर्सानी र बिजै।